नेपाली कांग्रेसमा गगन थापाले विशेष महाधिवेशन गरेर सभापति भएर हाम्रो शेरू दाजु भाउजूको टिकट काउन्टर नै बन्द गरिदिएपछि के सारो जेन्जी केटा हो त्यसरी हाइजेक गर्न मिल्छ भन्दै टाउको दुखेर सेन्टी प्लान्ट भए पनि हैन देशको लागि त दुई चार शब्द भए पनि बोल्नु पर्छ भनेर आज पनि उदुबेबीले अर्को फ्यान्टास्टिक भिडियो लिएर आइसकेको छ। के यो खबर सुनेर तपाईहरुलाई शेरू दादाको माया लाग्यो? लागेन? तपाईहरुले किन माया गर्नु पर्यो? उनकी क्याटिनाले माया गरिहाल्छिन् नि। वर्षौंदेखि हाम्रो शेरू दादाले रुखको फल खाए, त्यो फल दुई कोठामा स्टोर गरेका थिए, तर जेन्जी मोराहरूले त्यो फललाई डेट एक्सपायर भनेर ड्यामेज गरिदिए। त्यसपछि विरक्तेर दाजु भाउजू सिङ्गापुर हानिए, अब राजनीति नगर्ने मोडमा पुगेका थिए, तर नेपाल आएपछि उनको खासै गतिलो मान्छेहरूसँग संगत भएन क्या र अब म छोड्दिन, अबको प्रधानमन्त्री म नै हो भन्नतिर लागे। त्यसपछि शेरबहादुरको मुख देखाएर कसरी चुनावमा भोट माग्न जानु भन्नेहरूले विद्रोह गर्न थाले। लास्टमा साँच्चीकै गगन थापाले शेरबहादुरको फल दिने रुख जुरुक्कै बोकेर हिँडेपछि अहिले दाजु भाउजूको हालत पतला भएको छ। भाउजू त झन् यसरी यहाँ टिकट काउन्टर बन्द छ भनेर बसी बक्सिनु भएको छ।